के तपाईको भिडियोमा पनि भ्युज र इन्गेजमेन्ट आउन छोडेको छ? धेरै मेहनत गर्दा पनि रिच बढिरहेको छैन? यदि हो भने यो भिडियो तपाईको लागि। नमस्कार, म सूर्य। आज म फेसबुकमा भ्युज बढाउने यस्ता 3वटा टिप्सहरू बताउँदै छु। यी टिप्सहरूले चाहिँ कन्टेन्ट क्रिएटरहरूको लागि चाहिँ एकदमै फाइदा पुर्याउनेवाला छ। नम्बर 1, कन्टेन्टको सुरुवात यस्तो तरिकाले गर्नुस् कि जुन मेन भिडियोले त्यो भिडियोले चाहिँ के चाहिँ भन्न खोजिरहेको हो भन्ने कुरा बुझाउने कोसिस गर्नुहोस्। दोस्रो टिप्स, रिड्सहरूको प्रयोग। अधिकांश मानिसहरूले अहिले रिड्स हेरिरहेका हुन्छन्। त्यो रिड्स प्रयोग गर्दाखेरि धेरैभन्दा धेरै मानिसहरू समक्ष त्यो भिडियो पुग्छ, त्यो पोस्ट पुग्छ र तपाईको रिच र इन्गेजमेन्ट पनि बन्न सक्छ। तेस्रो अथवा अन्तिम एकदम महत्त्वपूर्ण टिप्स यो छ इन्गेजमेन्ट। तपाईले कुनै भिडियो राख्नुभयो र त्यो भिडियोमा कुनै व्यक्तिले गएर कमेन्ट गर्यो भने त्यो कमेन्टको तुरुन्तै रिप्लाई दिनुहोस् है साथीहरू। यसले गर्दा चाहिँ फेसबुकको एल्गोरिदमलाई तपाईको भिडियो चाहिँ इन्ट्रेस्टिङ छ है भन्ने कुरा सन्देश जान्छ। यदि तपाईँ फेसबुकमा अर्निङ गर्न चाहनुहुन्छ र अरू पनि यस्तै टिप्सहरू सिक्न चाहनुहुन्छ भने कृपया मलाई फलो गर्न नबिर्सिनु होला। र अब आउँदा दिनहरूमा चाहिँ के कस्ता विषयमा भिडियोहरू बनाउँदा उपयुक्त लाग्छ त्यो पनि कमेन्ट गर्नु होला। यो भिडियो सेयर पनि गरिदिनु होला है त।